शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन जारी गरिसकेको छ, जुन विज्ञापन चाहिँ मिति 2082 साल 6 महिना 12 गते सार्वजनिक गरेको थियो। माथिको हाम्रो सबै नोटिसहरू दिएको छ। त्यसपछि हामीले यो दरखास्त चाहिँ कसरी दिन सकिन्छ भने https://license.tsc.gov.np मार्फत हामीले भर्न सकिनेछ। अब यो हाम्रो विज्ञापनको विस्तृत विवरण हेरौँ। यो विज्ञापनको नम्बर भनेको चाहिँ 448283 रहेको छ। त्यसपछि अनि परीक्षाको किसिम भनेको लिखित परीक्षा हुनेछ। त्यसपछि अर्को हाम्रो दरखास्त दस्तुर भनेको चाहिँ हामीले 700 रुपियाँ दिनुपर्ने हुन्छ फारम भर्नको लागि। त्यसपछि अर्को दरखास्त दिने अन्तिम मिति भनेको चाहिँ हामीले 2082 साल कार्तिक 10 गतेसम्ममा चाहिँ हामीले फारम भरिसक्नुपर्ने हुन्छ, अथवा हामीले सिङ्गल दस्तुरमा त्यो बेलासम्म फारम भर्ने हो। त्यसपछि अर्को दिएको छ दोबर दस्तुरमा बुझाइ फारम भर्ने मिति भनेको चाहिँ 2082 साल कार्तिक 17 गतेसम्म हो। त्यसपछि अर्को दरखास्त दिने उमेर हद भनेको चाहिँ कति रहेको छ भने दरखास्त दिने अन्तिम मितिसम्ममा चाहिँ 18 वर्ष पुरा भएको हुनुपर्छ है त। 18 वर्षभन्दा कम उमेरका दरखास्त दिन चाहिँ पाइँदैन। त्यसपछि अनि दरखास्तको माध्यम भनेको अघि नै भनिहालेँ मैले। त्यसपछि अनि यो दरखास्त चाहिँ केमा गएर दिन सकिन्छ भने https://license.tsc.gov.np मा क्लिक गरेर दरखास्त पोर्टल मार्फत दरखास्त पेश गर्न सकिनेछ भनेर भनिएको छ। त्यसपछि अनि परीक्षा सञ्चालन हुने मिति र समय भनेको चाहिँ 2082 साल 8 महिना 20 गते हुनेछ परीक्षा चाहिँ। त्यसपछि अर्को दिउँसो 1 गते हुनेछ है त परीक्षा चाहिँ। त्यसपछि परीक्षा केन्द्र भनेको चाहिँ यसमा परीक्षा केन्द्रको बारेमा सबैजना प्रश्न हुनुहोस्। प्रदेशको राजधानी रहेको जिल्ला आयोगको आवश्यकता अनुसार तोकिएको जिल्लाहरूमा पनि पढ्न सकिन्छ भनेको छ। यो भनेको चाहिँ तपाईँहरूले जुन प्रदेशको लागि फारम भर्नुहुन्छ उक्त प्रदेशको चाहिँ राजधानी भएको जिल्लामा चाहिँ तपाईँको अहिलेको लागि चाहिँ परीक्षा सेन्टर पर्नेछ। र अर्को आयोगले तोकेअनुसार आयोगले आवश्यकता अनुसार चाहिँ तोकेको जिल्लाहरूमा पनि परीक्षाको केन्द्रहरू सार्वजनिक गरिनेछ। अनि अर्को विस्तृत विवरण यतापट्टि अर्को नि रहेको छ। दरखास्त दस्तुर बुझाउने बैङ्क भनेको चाहिँ यसमा चाहिँ हामीले फारम भरिसकेपछि पहिला सबमिट भन्नेमा क्लिक गर्नुपर्छ। क्लिक गरिसकेपछि हामीले बैङ्कमा गएर पनि भुक्तानी गर्न सकिन्छ। त्यसपछि हामीले अनलाइनबाट पनि भुक्तानी गर्न सकिनेछ है त। अनलाइनबाट भुक्तानी गर्नको लागि चाहिँ हामीले कनेक्ट आइपिएसबाट मिल्छ, ई-सेवाबाट मिल्छ, आइएमई पेबाट पनि मिल्छ। तसर्थ हामीले चाहिँ तर यदि अनलाइनबाट भुक्तानी नगर्ने हो भने चाहिँ हामी बैङ्कमा गएर पनि हामीले भुक्तानी गर्न सकिनेछ। यो भयो माथिको कसरी दस्तुर बुझाउने भन्ने विषयमा। त्यसपछि अनि दरखास्त बुझाउने अवधि भनेको चाहिँ सिङ्गल दस्तुरमा चाहिँ अब 10 गतेसम्म अघि नै भनिहालेँ। त्यसपछि अनि 11:59 चाहिँ सिङ्गल दस्तुरको फारम भर्न सकिनेछ। त्यसपछि अनि अर्को चाहिँ तल दिएको चाहिँ ब्याङ्किङ कारोबारहरू यो सूचनाहरू हामीलाई दरखास्त दिने अन्तिम मितिसम्म भनिएको कुरा हो। अनि त्यसपछि अर्को कुराहरू हामीले के हेर्न सकिन्छ भने अर्को कुरा भनेको चाहिँ अब यो फारम भर्नको लागि चाहिँ के योग्यताहरू चाहिन्छ भन्ने कुरामा हेरौँ। आवश्यक न्यूनतम योग्यता भनेर दिएको छ। क नम्बरमा नेपाली नागरिक हुनुपर्छ। दरखास्त दिने व्यक्ति चाहिँ नेपाली नागरिक हुनुपर्छ। अनि ख नम्बरमा दिएको छ शिक्षक सेवा आयोग नियमावली संशोधनसहित 2057 को नियम गको उपनियम 1 बमोजिम अयोग्य नभएको त्यस्ता व्यक्तिले पनि यो शिक्षक लाइसेन्समा परीक्षा दिन सहभागी हुनलाई फारम भर्न पाइने छैन। त्यसपछि अनि सामान्य मान्यता प्राप्त संस्थाबाट चाहिँ सम्बन्धित विषयमा कम्तीमा माध्यमिक शिक्षा उत्तीर्ण कक्षा 12 वा 16 परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा 10 महिना तालिम पुरा गरेको वा 200 पूर्णाङ्कको शिक्षा सम्बन्धी विषयमा माध्यमिक शिक्षा उत्तीर्ण गरेको हुनुपर्छ भनेको चाहिँ यो कक्षा 12 सम्ममा चाहिँ शिक्षा शास्त्र पढेर चाहिँ उत्तीर्ण भएका व्यक्तिहरूले पनि फारम भर्न स्वतः पाइन्छ। र अर्को यदि अरू विषय पढेको भएमा चाहिँ उहाँहरूले चाहिँ 10 महिने तालिम पुरा गरेको हुनुपर्छ वा 200 पूर्णाङ्कमा चाहिँ शिक्षा सम्बन्धी विषय सहित माध्यमिक तहमा उत्तीर्ण गरेको हुनुपर्छ भनेर भनिएको छ। त्यसपछि अनि घ नम्बरमा दिएको छ तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो योग्यता भएका व्यक्तिले समेत दरखास्त दिन सकिन्छ भनेर भनिएको छ। यो भन्नुको मतलब चाहिँ यदि तपाईँहरूसँग चाहिँ +2 मात्रै होइन कि स्नातक अथवा ब्याचलरै पास गरेको छ भने त्यो योग्यताको आधारमा त्यो प्रमाणपत्रको आधारमा पनि फारम भर्न सकिनेछ भनेर भनिएको छ। त्यसपछि अनि अपलोड गर्नुपर्ने कागजातहरू के चाहिन्छ भने नागरिकताको प्रमाणपत्र अनिवार्य चाहिन्छ अगाडि पछाडिको नै। त्यसपछि अनि हालसालै खिचेको फोटो पासपोर्ट साइजको फोटो चाहिन्छ। दरखास्तको नमुना भनेको हजुरहरूको सिग्नेचरको राख्नुपर्ने हुन्छ। त्यसपछि न्यूनतम योग्यताको लाभदायक
लाभदायक पत्र भनेको चाहिँ यो हामीले ग्रेड सिट राख्नुपर्ने हुन्छ, ट्रान्सक्रिप्ट राख्नुपर्ने हुन्छ, तालिमको प्रमाणपत्र यसमा चाहिँ हामीले क्यारेक्टर सर्टिफिकेट राख्नुपर्ने हुन्छ, समकक्षता प्रमाणपत्र भनेको चाहिँ विदेशी संस्थाबाट अध्ययन गरेको भएमा मात्रै राख्नुपर्छ। यो कुरा चाहिँ हामीले सबै यो प्रमाणपत्रहरू डकुमेन्टहरूलाई चाहिँ स्क्यान गरी अनलाइन दरखास्त प्रणालीमा निर्दिष्ट गरेको जेपिइजी पिएनजी फर्मेटमा बढीमा 200 KB वा घटीमा 75 KB अपलोड गर्नुपर्ने हुन्छ। यसरी हामीले माथिको कागजातहरू अपलोड गर्नुपर्ने हुन्छ। त्यसपछि अनि विज्ञापन सम्बन्धी थप जानकारी भनेरको यहाँ चाहिँ अर्को एउटा प्रश्न पारिएको छ। विज्ञापन सम्बन्धी थप जानकारी भनेर चाहिँ क नम्बरमा विदेशी शिक्षण संस्थाबाट कक्षा 12 असोसर उत्तीर्ण गरेको भएमा समकक्षता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्छ भनेको छ। यो भनेको चाहिँ विदेशमा यदि कक्षा 12 सम्म पढेको हो भने चाहिँ उक्त व्यक्तिहरूले चाहिँ फारम भर्नको लागि समकक्षता प्रमाणपत्रको आवश्यक पर्छ भनेर भनिएको छ। त्यसपछि अनि अर्को ख नम्बरमा दिएको छ अध्यापन अनुमति पत्र वितरण र व्यवस्थापन सम्बन्धी कार्यविधि 2080 को दफा 6 को ख बमोजिम निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि आवश्यक शैक्षिक योग्यता र तालिम सम्बन्धमा भनेर भनिएको छ। यो कुराहरू हामीले यसरी यी कुराहरू चाहिँ हामीले बुझेर हामीले यो निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको फारम भर्न सकिनेछ। उक्त फारम कसरी भर्ने भन्ने विषयमा पनि मैले भिडियो बनाएर पोस्ट गरिसकेको छु। यो युट्युब च्यानलमा भिजिट गरेर हेर्न सक्नुहुनेछ। मैले डिस्क्रिप्सनमा यसको भिडियोको लिङ्क पनि राख्नेछु। तसर्थ हामीले यो शिक्षक सेवा आयोग अन्तर्गत चाहिँ निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको फारम भरेर लाइसेन्स निकालेर शिक्षक बन्न इच्छुक सबैजनाको लागि चाहिँ यो शिक्षक सेवा आयोगले एउटा खुसीको खबर लिएर आएको छ। आजको लागि भिडियो यति नै रहेको छ। कृपया बाँकी भिडियोहरू हेर्दै गर्नुहोला। आजको लागि यति नै। हस्त, धन्यवाद।